यो ठाउँ चाहिँ नेपालको च्याप्टी भन्ने ठाउँ है। हामीले च्याप्टी भन्ने बित्तिकै अनौठो नाम सुन्छौँ, तर यो ठाउँमा चाहिँ एकदम रमणीय दृश्यहरू देख्ने मौका पाउँछौँ हामीले। यहाँदेखि फुलदेखि लिएर गएर है मान्छे खेल्ने रुँदै धेरै किसिमको जग्गाहरू चाहिँ हामीले यो एउटै ठाउँमा देख्न पाउने रहेछौँ है। यहाँको यस्तो मजाले बनाएको छ। यहाँनिर तपाईँले खेल्नको लागि धेरैवटा कुराहरू खेल्ने पनि मौका पाउनुहुनेछ। यो ठाउँमा चाहिँ एकदम पिस खालको ठाउँ छ है। यहाँनिर एकदम बसेर आनन्द लिन सकिन्छ। यहाँको फ्लावरहरू, यहाँको पानीहरू एकदम त्यो गर्मीमा यस्तो पानीको छेउमा एकदम शीतल खालको फिल पनि हुँदो रहेछ है। यो ठाउँ चाहिँ नेपालमा पर्छ है। अझै कस्तो कस्तो छ यो भित्र गएर पनि देखाउँदैछु म, तपाईँहरू हेर्दै गर्नुहोस् है। यस्तोहरू ठाउँ छ यहाँ चाहिँ। फुलहरू चाहिँ अब फुल मन पराउने मान्छेलाई चाहिँ यो ठाउँ चाहिँ एकदम राम्रो हुने लाग्छ है। जहाँ चाहिँ फुलले नै सजाएको छ धेरै कुराहरू। अन्त विशेष यहाँ चाहिँ इन्भेस्टेड छातामा पनि धेरै गरेको रहेछ है। यहाँदेखि चाहिँ भित्र पस्दैछौँ हामी। यो भित्र गएर चाहिँ अझै दामी दामी ठाउँहरू छ। यो जग्गाको नाम चाहिँ च्याप्टी रहेछ है। यो चाहिँ ह्याप्पील्यान्ड जस्तै हो, तर ह्याप्पील्यान्ड भन्दा चाहिँ निकै घुम्ने ठाउँहरू निकै ठुलो फराकिलो ठाउँ छ र धेरै कुराहरू नयाँ नयाँ कुराहरूको एक्सपिरियन्स गर्ने ठाउँ रहेछ यो चाहिँ। ह्याप्पील्यान्डमा चाहिँ अब खालि नानीहरू खेल्नको लागि मात्रै, नानीहरूको लागि मात्रै हो भनेदेखि यो चाहिँ एकदम ठुलो मान्छेहरूको लागि पनि धेरै कुराको नलेज गेन गर्न सकिन्छ यो ठाउँबाट चाहिँ हामीले है। त्यो प्लेन साइडमा कसरी पानी उठाएर लगेर छाँगा बनाएको छ, कसरी पानीको त्यहाँनिर पम्पबाट उठाएको छ, त्यो सबै कुराहरू चाहिँ हामीले त्यो ठाउँमा गएर हेर्न सकिन्छ। यो चाहिँ एउटा खोलाको बगरमा रहेछ है। तर यहाँ चाहिँ अब एकदम टुरिस्टहरूको चाहिँ निकै फ्लो हुँदो रहेछ। यो चाहिँ भर्खर स्टार्ट भएको रहेछ। बाटो चाहिँ अलिकति आउने, यो ठाउँमा आउने बाटो चाहिँ अलिक रफ छ। 6 किलोमिटर 7 किलोमिटर जस्तो चाहिँ रफ बाटो हिँड्नुपर्छ, अरू त नभए पिचै छ। अन्त यहाँ यस्तोहरू, यो मजुरहरूको पनि पुरा स्ट्याचुहरू मजा बनाएको छ। त्यहाँदेखि तपाईँले ट्रेडिसनल कल्चरहरू पनि यहाँनिर हामी देख्न सक्छौँ। तपाईँले लिङ्गे पिङदेखि लिएर गरेर रोटेपिङहरू सबै तपाईँले यहाँनिर खेल्न र देख्न सक्नुहुनेछ। अब यहाँ चाहिँ यो चाहिँ अब गोरु हो। यहाँनिर गोरु जोत्दै गरेको यो स्ट्याचु हो, तर रियल जस्तो देखिन्छ यहाँनिर। हेर्नुहोस् है, हाम्रो गाउँ बस्तीमा धान मकै फलाउने चाहिँ यहाँनिर यसरी सजाइएको छ। अब त हामीले गोरु देखाउन र गोरु हेर्न पनि यसरी नै यस्तो ठाउँहरूमै गयो भने मात्रै हो। गाउँ बस्तीमा त पावर टिलरले सबै कुरा खाइसकेको छ। यहाँ यस्तो ठाउँमा आएर चाहिँ पहिला हामीले यसो गर्थ्यौँ भनेर नानीहरूलाई देखाउने बेला भइसकेको छ। फ्लावर चाहिँ एकदम दामी दामी लाग्यो यो ठाउँको मलाई अरूभन्दा पनि। फ्लावर र यो पानीलाई चाहिँ युटिलाइज गरेको चाहिँ एकदम मनपर्दो खालको छ। यो ठाउँबाट चाहिँ सिकिन्छ हामीले गरी खाने उपाय चाहिँ कस्तो कस्तो गरेर गरी खान सकिन्छ भन्ने। यो साधारण ठाउँ छ, तर यसलाई सबै बनाएको हो, सबै आर्टिफिसियल हो, तर बनाउँदा चाहिँ एकदम प्लानिङसँग मजाले बनाएको छ क्या। मान्छेलाई अलिकति एट्र्याक्ट गर्ने खालको ठाउँ नै बनाएको छ। यो ठाउँमा चाहिँ घुमेर हामीले टाइम स्पेन्ड गरेको चाहिँ याद पाउँदैन। धेरै ठाउँहरू हेर्दा हेर्दै कति बज्छ हामीलाई त्यो चाहिँ थाहा हुँदैन रहेछ है। यो चाहिँ यहाँ हेर्नुहोस् न, यो छाताहरूको चाहिँ अब यति साह्रो यहाँनिर
उयो बनाएको छ, छाताहरूले डेकोरेसन गरेको छ यो सबै ठाउँहरूलाई। यस्तो पनि दामी पो देख्दो रहेछ यो कलरफुल अम्ब्रेलाहरूले पनि। यसमा चाहिँ नेपालको 200 लाग्दो रहेछ एन्ट्री फी चाहिँ। नेपालको 200, यहाँको त निकै कम्ती हुन्छ। यहाँ चाहिँ एउटा ठुलो भ्यू पोइन्ट छ है। यहाँदेखि चाहिँ हामीले यो चोकटीमा भएको सबै कुरालाई कभरअप गर्न सकिन्छ। र म यहाँ माथि जाँदैछु, हेरौँ कसरी सबै कभरअप हुँदो रहेछ। म तपाईँलाई देखाउँदैछु ल। यो चाहिँ उँभो जाने बाटो छ, यो चाहिँ तलैबाट खिचेको, म उँभो जाँदैछु। यो चाहिँ भ्यू पोइन्टबाट कभर गरेको ठाउँ हो। यहाँदेखि चाहिँ हामीले यो सेफ्टीको सबै दृश्यहरू देख्न पाउँछौँ। एकदम मजाले देखिन्छ यहाँबाट। यो क्यामेरा राम्रो नभएर चाहिँ यो क्यामेरामा चाहिँ राम्रो निस्किएन कि, तर हामीले आँखाले देख्दाखेरि चाहिँ यहाँबाट चाहिँ एकदम रमाइलो लाग्छ। सबै कुराहरू यहाँबाट देख्नु पाइन्छ। कसरी डिजाइन गरेको छ, कसरी बनाएको छ यो कुरा चाहिँ त्यहाँनिर यहाँदेखि मात्रै हामीले स्टडी गर्न सकिन्छ। यो पर देख्नु भएको छ, यो चाहिँ खोलाको किनारा हो। यहाँबाट चाहिँ पानी उठाएर ल्याएको छ है। यो झिलमा पनि त्यहीँको पानी हो। यहाँनिर चाहिँ तपाईँले बोटिङहरू पनि गर्न सक्नुहुन्छ हो। यस्तो यो चाहिँ खोला देखिँदैछ, यो परको प्लेन साइडको खोला हो यो। यहाँ चाहिँ तपाईँले बोट पनि गर्न सक्नुहुन्छ। यो पर देख्नु हुँदैछ, यो चाहिँ पानी लिएर गएर माथिबाट चाहिँ अब झरना जस्तो बनाएको छ। अब त्यो चाहिँ कति मजाको देख्दो रहेछ भने त्यो ठाउँमा कहीँबाट पानी उम्रिने ठाउँ छैन, तर एकैचोटि पानी झरेको मात्रै देखिन्छ। हामीले चाहिँ अलिकति नयाँ लाग्दो रहेछ, त्यसले मजा आउँछ ल। यस्तो छ यो चाहिँ, यो चाहिँ नेपालको चेप्टी भनेर जानिँदो रहेछ यसलाई चाहिँ। चारालीबाट अलिक उता जानुपर्छ हामी जाँदाखेरि, त्यहाँदेखि त्यस्तो टाढा पनि छैन, प्लेनको बाटो हो, छिट्टै पुगिहाल्छ पुग्नु चाहिँ ल। यस्तो छ यो चेप्टी चाहिँ।